अहिले हुन्डाबाट जेरो खै काहीँ दिन्न त निकाल बजे निकाल भत्ता ल्याउला भत्ता अहिले भत्ताले ल्याउँदो ल्याएको साथीहरु भतिजेरोमा गएर भन्छु कि हामीले चाहिँ काकापति होटल हाल्यौं ल यो मिठाई खाओ मिठाई उनलाई चाख्न दिन्छु त्यसपछि भन्छु कि हाम्रो चाहिँ होटल हालिसकेपछि नास्ता चाउमिन यताउति हाल्नलाई पैसा पुगेन हामी एक व्यक्तिबाट चन्दा स्वरूप रु दिनै पर्ने 1313 रुपैयाँ एक व्यक्तिबाट दिनै पर्ने उठाउन लागेका छौं ल्याउ भन्छु अझै हामीसँग बसेका मान्छेको के रियाक्सन आउँछ भिडियो पुरा हेरेर लाइक कमेन्ट शेयर गरिदिया पार्ट 1 है त धन्यवाद कुछ न कुछ तो गड़बड़ जरूर है दया कुछ न कुछ तो गड़बड़ है काकापति होटल खोल्यो रे के काफे अब त्यहीका लागि हाम्रो मिठाई खाएर अगाडि बढ्दिनु हजुरको नाम लेकिन ये साला कर क्या रहा है यहाँ पे एक सेकंड अब हाम्रो यो होटल खोल्यौं हामीले भित्र सामान यताउति सबै मिलाउन लागि हाम्रो चाउमिन यताउति मोमो राइस भन्ने जस्तो सबै राख्न लागि हामीसँग पुगेन रे के अच्छा हामी चन्दा उठाउन हो एक व्यक्तिलाई हामी 1313 रुपैयाँ उठाउन हो रे देखि नि एक मान्छेबाट 1313 रुपैयाँ उठाउन हो हामी अबे साले यसो गरी हुँदैन अब मिठाई सिधाई सबैलाई दिए 1313 रुपैयाँ दिनु पर्दैन नै हुँदैन हजुर हुँदैन चाखेल्या तमले मैले ढेके हजुरले चाख्नु भयो चाख्नु भयो हजुरले 13 रुपैयाँ छुट भयो 1300 निकाल निकाल बजे निकाल भत्ता ल्याउला भत्ता अहिले भत्ताले ल्याउँदो ल्याएको भत्ता ल्याए पनि घरै हुन्न अब घर जाऊ भत्ता यहाँ हराउँदा ल्याएका घर जाऊ पाठो बाख्रो छ कि पाठो बाख्रो दिनु नि त कमाइ गरिया छ नि बरु ओ आन्टी कैसे लोग रहते हैं यार 1300 निकाल उदो मुन्डो